हाम्रो जेस दाइ हुनुहुन्छ यहाँ ह्याप्पी साकेला दाइ क्यामेराम्यान हाम्रो अलराउन्डर अलराउन्डर ल आजको साकेला हाम्रो 2026 हाम्रो यहाँ प्रेसिडेन्ट हाम्रो बा प्रेसिडेन्ट हुनुहुन्छ हाम्रो भाउजू आई भाउजू के भनिदिनुहोस् भाउजू यसो भन्नु पर्यो नि त होइन यसो भन्नुहुन्छ सबैजनालाई अनि यहाँ हामी सबै तयारी गरिसक्यौँ यहाँ सबैलाई हाम्रो चाहिँ निमन्त्रणा छ यसै मार्फत ताजा ताजा है यो चाहिँ त्यो भएर सबैजनालाई हामी सबैको तर्फबाट वेलकम टु आवर साकेला स्वागत छ हाम्रो ल है जादव सेवा नमस्कार सबैजनालाई अब हाम्रो अमेरिकामा युक्रा क्यालिफोर्नियाद्वारा आयोजित यस साकेला उभोलीको अवसरमा र किराँत राईहरूको विशेष चाड साकेला उभोलीको अवसरमा तपाईँ सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना पहिलो कुरा त व्यक्त गर्न चाहन्छौँ। यो हाम्रो सबैको एउटा युनाइट गर्ने एउटा ठुलो चाडको रूपमा लिएको छु। यो सबैले अब हामीले मनाउनुपर्छ, यो हामीले हाम्रो चाडलाई बचाउनुपर्छ र पुस्तान्तरण गर्नुपर्छ भन्ने पनि मैले चाहिँ ठानेको छु। मुद्दुमले जे निर्देशन गरेको छ त्यो निर्देशित कल्चरको एउटा चाहिँ नै हुन्छ नि, एउटा के भन्ने त्यसलाई निर्देशित एउटा संस्कारलाई चाहिँ नि निर्देशित एउटा चाहिँ नि साकेला अन्तर्गत हामीले चाहिँ मनाउने हो। त्यो भएको कारणले गर्दाखेरि अब सबैलाई नमस्कार सेवा भन्दै मैले यति नै चाहिँ नि राख्न चाहे। थ्याङ्क यू। यो चाहिँ हाम्रो आजको सेटअप यहाँ चाहिँ डिजे एमसी त्यहाँनिर है, अनि यहाँ चाहिँ हाम्रो डान्स गर्ने ठाउँ यहाँ हुन्छ, अनि के भन्छ बार्बिक्यू त्यहाँ गरिरहेछ है, रेजिस्टर त्यहाँ। यो चाहिँ जस्ट लास्ट टाइम भन्दा धेरै राम्रो सेटअप भनेको छ हाम्रो। यस्तै हो, बिस्तारै गर्दै जाने होइन, सिक्दै जाने यस्तै त अनि ल। अनि यहाँ अब अहिले चाहिँ अब टक्सनले चाहिँ अब यहाँ हाम्रो हुन्छ नि सेटअप यो के भन्छ हाम्रो पुर्खाहरू हाम्रो पितृहरू हामीले कसरी बुझ्छौँ के गर्छौँ भनेर त्यो अब यहाँ देखाउनु उसले एक्सप्लेन गरिदिन्छ। मलाई भन्दा नि धेरै चाहिँ अब यस्तो कुराहरू चाहिँ टक्सन मेरो साथी राई खासमा चाहिँ धेरै थाहा हुन्छ। साकेला पुज्नु चाहिँ अब धेरै वर्ष पहिलादेखि सुरुवात गरेको कुरा हो। यो चाहिँ तपाईँको के छ भन्नुहुन्छ भने जब अब यलम्बर र हाम्रो पुर्खा आदिम पुर्खा तयामा खियामै कुरा आउँछ। यलम्बरले जब नेपाललाई चाहिँ नि एउटा राज्यमा विस्तार गरिसके पश्चात होइन, त्योभन्दा अगाडिको कहानी होला आई थिङ्क। तयामा खिया खोचेलिपा होइन, खोचेलिपा हेछाकुपा जे भने पनि उहाँ पुर्खाहरूले चाहिँ नि खेती युग सुरु गरेको उहाँहरूले तुवाचुङ हलेसीको तुवाचुङमा भन्ने कहानीहरू किंवदन्तीहरू हामीले सुन्न आउँछ। त्यो भनेको चाहिँ खास के हो भने पहिला चाहिँ नि मान्छेहरू जङ्गलमा बस्थे। हेर्नुहोस्, खानाको डिपेन्ड पुरै शिकार गरेर, शिकारी युग थियो, शिकार गरेर बाहिरतिर खानुपर्ने अवस्था थियो। लुगा भनेको छालाको बोक्रा के हुन्छ त्यसरी लाउने अवस्था थियो, हो होइन? अनि अब जङ्गलमा ओडातिर बस्ने अवस्था थियो। त्यसको विकास क्रमलाई चाहिँ नि हाम्रो किराँत पुर्खा तयामा र खियामा र हेछाकुपा खोचिलिपा रैछाकुले जे भने पनि एउटै शब्द हो। हेर्नुहोस्, उहाँले चाहिँ नि के गर्यो, खेती युग। उहाँले चाहिँ नि अब कहानीमा सुने अनुसार चाहिँ नि ढुकुरको गाँड भन्छ त्यो एउटा हुने चिजलाई चाहिँ नि त्यो शिकार गरेर ल्याउँदाखेरि उसले मकैको बिउ अथवा केहीको बिउ बिजन चाहिँ भेटेको भन्ने कहानी सुन्न छ। अनि त्यो छर्दाखेरि चाहिँ नि अन्न फलेको कहानीहरू छ। यसको धेरै लामो कहानीहरू छ हो। त्यस पश्चात सुरु भएको कहानी छ साकेलासँग जोडिएको कहानी। अब मैले बुझे नबुझे अलिकति कमजोर होला, यद्यपि त जोड्नै पर्यो। यद्यपि अब मैले बुझेको कुरा चाहिँ भन्दैछु। र तयामा खियामेले पनि लुगालाई चाहिँ तान बुनेर चाहिँ लाउनुपर्छ, लुगालाई सिउनुपर्छ भन्ने आविष्कार चाहिँ हाम्रो हलेसी तुवाचुङबाट सुरुवात गरेर यो चाहिँ संसारभर फैलिएको कहानीहरू अब हामी सुन्न आउँछ हो। अब त्यसैमा जोड्न चाहे साकेला बोली चाहिँ के कारण हुन्छ भने पहिला चाहिँ नि खेती युगमा डिपेन्ड हुने कुरा थियो होइन। खेती युगमा डिपेन्ड हुने थियो। कहिले पानी आउला, धेरै पानी पर्ला, कहिले भलबाडी जाला, कहिले के नसप्रिएला, कहिले प्रकृतिले चाहिँ नि हुन्छ नि साथ नदिएला।
भन्ने कन्सेप्ट चाहिँ त्यहाँ आउँछ। हो त्यो कारणले गर्दा भूमि नै रहेछ सबैभन्दा ठुलो हाम्रो प्रकृति रहेछ। प्रकृतिलाई हामीले सेवा गर्नुपर्छ, बचाउनुपर्छ हामीलाई चाहिँ नि भनेर चाहिँ नि मुद्दुमै अनुसार चाहिँ मुद्दुमले निर्देशन गरेको कुराहरू चाहिँ नि यो चाहिँ नि साकेलासँग जोडिएको छ। र अब यो ढोल झ्याम्टा मात्रै चाहिँ नि बजाएर यो मनोरञ्जनको रूपमा पनि होइन, यो चाहिँ एकदमै ठुलो मुद्दुमसँग जोडिएको कहानी छ के वास्तवमा भन्नुपर्दा। हो त्यो कारणले गर्दा यो हजारौँ हजार वर्ष चाहिँ नि यलम्बरसम्म चाहिँ तपाईँको 6000 वर्ष अब लगभग भइसकेको अवस्था छ। अहिले 5086 वर्षको चाहिँ नि एउटा अवस्था छ भनेपछि अब त्यो कहिलेदेखिको जोडिएको कुरा छ होइन। अब यो धेरै छ, लामो कहानी छ। अब मैले यति नै भन्नु चाहेँ ल। र अब यो हाम्रो हुन्छ नि पूजाको सामग्रीहरू के हो, अनि चिन्डो के हो, कता कुन चिन्डो अब भनेर हाम्रो चुल्हा 3 चुल्हा खासमा यो अब हामीसँग धेरै यो आइटम त छैन, यद्यपि जे छ यो चिन्डो एकदमै राईहरूको ठुलो प्रतीक। यसलाई चाहिँ वास्तवमा के भन्छ भन्नुहुन्छ भने यो एउटा मुद्दुमसँगको एउटा लाइफसँगको जीवनको मान्छेको जिन्दगीसँगको प्रतीक रूपमा पनि लिन्छ यसलाई। यो मुद्दुम गर्दा चाहिने नहुने चिज हो, नछुङहरूले युज गर्ने। यो चाहिँ सलेवा भन्छ हाम्रो भाषामा, कसैले सलेवा भन्छ, हामीले चाहिँ सलेमा भन्थ्यो, हाम्रो बाजेहरूले भन्नुहुन्थ्यो र बाजेले पनि खेलाउनुहुन्थ्यो। यो चाहिँ यो फुट्नु हुँदैन, यो फुट्यो भने यो केही भयो भने यसलाई चाहिँ नि मान्छेलाई दशा लाग्ने भन्ने अवस्था चाहिँ हुन्छ। त्यही भएर एकदमै हामीले सेभ गरेर राख्थ्यौँ। यो नछुङले चलाउने एउटा मात्रै स्पेसिफिक हुन्छ, त्यो चाहिँ उनीहरूले मुद्दुम गरेर बचाएको हुन्छ। यो चाहिँ नि तपाईँको लाइफको मुद्दुमसँग एकदमै जोडिएको छ। लाइफसँग भन्छ तपाईँको कुबिन्डो त थाहा छ नि, कुबिन्डो भने त्यो कुबिन्डोलाई चाहिँ मृत्युको प्रतीक लिन्छ। ठ्याक्कै उल्टो छ यो चाहिँ जिन्दगीसँग कुरा छ। कुबिन्डोलाई चाहिँ किन मृत्युको प्रतीकमा जोडिन्छ भन्नुहुन्छ भने कुबिन्डो चाहिँ तपाईँको नछुङहरूले चाहिँ नि दशा कटाउनु पऱ्यो भने हाम्रो किराँती संस्कार अनुसार दशा कटाउनु पऱ्यो भने कुबिन्डोलाई चाहिँ ल यसलाई चाहिँ मृत्यु भयो भने कुबिन्डोलाई चाहिँ छट्टै एकै छटमा छिनाएर अथवा केहीलाई भोग दिएर चाहिँ फाल्ने चलन हुन्छ, त्यसलाई त्यो दिन्छ। तर यसको चाहिँ एकदमै यो पवित्र यो हाम्रो किराँती मुद्दुमको लाइफसँग जोडिएको एउटा सलेमा भन्छ यसलाई चाहिँ। अब 3 चुल्हा भनेको चाहिँ नि थाहा नै होला तपाईँहरूलाई। 3 चुल्हामा चाहिँ नि अब राम्रो पितृ प्रकृति, राम्रो तरिकाले जानुभएको पितृ प्रकृतिलाई चाहिँ 3 चुल्हामा राख्ने गरिन्छ। र राम्रो पितृ प्रकृतिले कहिले पनि चाहिँ नि हामीलाई ब्याड कुराहरू चाहिँ नि हामीलाई दिन्न भन्नुहुन्छ कि। त्यही भएर चाहिँ नि उहाँहरूलाई हामीले सम्मान गरेर चाहिँ नि उहाँले चाहिँ हामीलाई जहिले आशीर्वाद दिनुहुन्छ अरे। त्यो भएको कारणले गर्दा 3 चुल्हामा राखिन्छ। 3 चुल्हाको पनि 3टाको चुल्हाको अर्थ छ, एउटा पापालुङ, मामालुङ, एउटा के लुङ भन्ने चाहिँ मैले बिर्सिएँ होइन। अब यस्तो छ अवस्था। तर यो अलिकति हामीसँग अब अझै यलम्बरको यहाँजी अब त्यो स्केच नै त छ अहिलेसम्म होइन, स्केच छुटिराखेको अवस्था छ। अब अर्को तयामा खियामाहरूको पनि हामीसँग देखिराखेको छैन। अब यो चम्मर भनेको कहानी यसको लामो छ, हेर्नुहोस्। यो चम्मर चाहिँ नि यो हिमाली भेगमा एकदमै यो अझै पनि प्रख्यात छ। यसको चाहिँ नि पुच्छर चाहिँ नि अब यो लामो छ यसको कहानी, यसको त्यत्तिकै अर्थ छैन। यो झन्डा किन राखिन्छ भन्न, 3टा झन्डा चाहिँ किन स्पेसिफिक राखिन्छ भन्नुहुन्छ भने हाम्रो जन्मभूमि, हामी जहाँबाट रेज भयौँ, जन्म भयौँ हो त्यसको झन्डा नेपालको झन्डा राख्नै पर्यो। त्यहाँबाट हामी ओरिजिन भएर माइग्रेट भएर संसारको जुनसुकै ठाउँमा बसियो होला हो, त्यो कारणले गर्दा हामी नेपालको झन्डा चाहिँ राख्नु बाध्य भयो हो, राख्नु पनि पर्छ। आफ्नो जहाँ जुनसुकै ठाउँ भने आफ्नो जरालाई बिर्सिनुहुन्न भन्ने कहानी हाम्रो कल्चरमै रहिआएको पनि छ वास्तवमा। त्यो भएकोले नेपालको झन्डा। सेकेन्ड भन्नुहुन्छ नि यो किराँत राई साझा, किराँत राई यायोखा भनेको चाहिँ खास के हो भने यायोखा भनेको चाहिँ एउटा अर्गनाइजेसन भन्छ। किराँत राई यायोखा भन्नुहुन्छ भने त्यो चाहिँ सम्पूर्ण किराँत राई, अब नाम नभनौँ होइन, अब थोलुङ, बान्तावा, बाइङ, थोलुङ, तिलुङ, अब उहाँ पऱ्यो, म चामलिङ पऱ्यो होइन। अब अरू वाम्बुले धेरै राईहरूको चाहिँ नि एउटै रिप्रेजेन्ट गर्ने छाता के अरे झन्डा, छाता भनेछु। यो फरफराउनुको अर्थ चाहिँ नि सम्पूर्ण किराँत राईहरूको चाहिँ नि एउटा शिर उच्च राख्नु जस्तै हो। त्यही भएर यो चाहिँ येल्लो झन्डा, हाम्रो येल्लोको पनि एउटा विशेष अर्थ राखेको छ। येल्लो किराँत राईहरूको एउटा के भन्छ कलरको रूपमा लिएको कारणले गर्दा येल्लो झन्डामा छ। यसमा चाहिँ नि अब यहाँ यसरी तिर हानेको एउटा झन्डा छ। यो चाहिँ किराँत राईहरूको एउटा साझा, सम्पूर्ण राईहरूको चाहिँ साझा झन्डा रहेको छ। अब यो अमेरिकाको त मलाई भन्नु परेन होइन, यो त अब सबैले थाहा भएको कुरा हो। यो चाहिँ नि अब 50वटा चाहिँ नि स्टार रहेको छ। यो त अब हाम्रो सेकेन्ड भूमि, कर्मभूमि, जुन ठाउँमा हामीले चाहिँ नि बाँचिराखेको छौँ, खाइराखेको छौँ होइन, आश्रय दिइराखेको छ, त्यो ठाउँको झन्डालाई त मान्नै परिहाल्यो।
त्यो भएको कारणले गर्दा यो यस्तो हाम्रो 3टा झन्डा छ। हामीले फर्मल प्रोग्राम गर्दाखेरि हामीले नेपालको नेसनल एन्थम राष्ट्रिय गीतलाई बजाइसकेपछि अमेरिकाको बजाउने चलन छ। त्यो भएको कारणले फर्स्टमा नेपाल, बिचमा हाम्रो राईहरूको, त्यसपछि अमेरिकाको राख्ने गरेको छ, युनाइटेड स्टेट्स राख्ने गरेको छ है। थ्याङ्क यू। ल बेसिकली त्यति हो, सबै अलमोस्ट अब टक्सनले एक्सप्लेन गरिहाल्यो। अब मलाई भन्दा नि यस्तो कुराहरू चाहिँ अब टक्सनलाई थाहा छ है, अनि सायद अब कति मिस पनि भयो होला, कति कुराहरू त्यो मिस भएछ भने अब माफ गरिदिनु होला हामीलाई। हामी पनि भर्खर सिक्दैछौँ, गर्दैछौँ होइन। अब आफ्नो कल्चरलाई अब प्रमोट गर्ने, प्रिजर्भ गर्ने हामीले ट्राई गरिरहेछौँ। सो हामी चाहिँ अब सेन फ्रान्सिस्को बे एरिया क्यालिफोर्नियामा बस्छौँ ल। अनि ठिक छ, मैले भनिसकेँ के छुटेछ भनेर। अनि तपाईँहरू पनि बे एरिया अब यो हुन्छ नि सेन फ्रान्सिस्को वरिपरि हुनुहुन्छ भने हाम्रो फेसबुकमा पनि पेज छ, हामी साकेला कहिले गर्छौँ के गर्छौँ भनेर फेसबुक पेजमा हालिरहेको हुन्छौँ। सो या इफ तपाईँहरू पनि हाम्रो साकेला आएर रमाइलो गर्न चाहनुहुन्छ भने वेलकम। हाम्रो जहिले पनि नो टिकट होइन, फुड एन्ड ड्रिङ्क्स फ्री सबै हुन्छ। त्यो भएर बे एरिया वरिपरि कतै हुन्छ भने एभ्री इयर इदर मे अर जुलाईमा हामीले गर्छौँ। यो मुन्दुमको बारेमा अलिकति केही भन्न मन लाग्यो ल। मुन्दुमको बारेमा अलिकति मलाई भन्न मन लाग्यो। यो मुन्दुम भनेको चाहिँ खास के रहेछ भन्नुहुन्छ नि, किराँत पुर्खाहरूले यो चाहिँ खासमा पारुवाङ भन्छ। पारुवाङ हामीले भने पनि सुम्निमा भनेपछि खासमा चाहिँ एउटै पुर्खा चाहिँ हो। त्यो भनेको चाहिँ अहिलेको शिवजी पारुवाङ एउटै चिज हो। उहाँले नि यो मुद्दुमलाई चाहिँ क्रिएट गरेको अथवा नछुङलाई क्रिएट गरेको धामीहरूलाई बनाएको भन्छ। किनभने धामीको सबैभन्दा ठुलो गुरु चाहिँ पारुवाङ अथवा शिवजीलाई नै मानिन्छ कि। त्यसको धेरैवटा आधारहरू छ हेर्नुहोस्। किनभने शिवले एउटा आधार तपाईँको शिवले चाहिँ नि त्यो देखिन्छ, सर्पको माला लगाएको, नागको माला लगाएको देखिन्छ। त्यो भनेको नछुङले पनि त्यसरी लाउने अवस्था पहिला थियो। त्यो लाउनु सक्दैन थियो, तर नागको अथवा सर्पको चाहिँ उनीहरूले माला लगाएको हामीले पनि देखेकै हो होइन। र धेरै मुद्दुम गर्दा नाग आएको, नाग निकालेको भन्ने कुराहरू पनि धेरै कहानीसँग जोडिएको छ। त्यो भएकोले मुद्दुम भनेको चाहिँ खास कुरा चाहिँ त्यसरी निक्लिएको कुरा हो। मुद्दुममा धेरै ठुलो पावर हुन्छ, आगो बाल्ने, आगो मार्ने सम्मको पावर हुन्थ्यो अरे होइन। अहिले पनि अलिअलि देख्न सकिन्छ, मैले भिडियोहरूमा देख्न चाहन्छु। मुद्दुम भनेको चाहिँ खासमा मौखिक हुने रहेछ। हाम्रो सबैभन्दा युनिक पक्ष भनेको मौखिक। यो चाहिँ नि जो कायदे मान्छेलाई आउँदैन, यो चाहेको मान्छेलाई मात्रै आउने हो। त्यो भएकोले गर्दा यो चाहिँ एकदमै अर्थपूर्ण छ होइन। जो मान्छेलाई रुचाएर मुद्दुम शक्ति आउँछ त्यो चाहिँ एकदमै पावरफुल धार्मिक रूपमा लिइन्छ, नछुङको रूपमा लिन सक्छ होइन। र यो मुद्दुम भनेको चिज चाहिँ खासमा अब इजिली भन्न खर्दा राईहरूको चाहिँ संविधानै भन्छ। हाम्रो भोगिदाईको एउटा सापटी शब्द लिँदाखेरि संविधान र यो कल्चरको मार्गदर्शन भनेको मुद्दुम हो भन्ने पनि भन्छ क्या हो। त्यही मुद्दुमले निर्देशित गरेको कुराहरू हामीले होइन जन्मेदेखि अन्त्यसम्मको चाहिँ नै क्रियाकलापहरू गरिन्छ। यो साकेला त्यही संसारै निर्देशित छ। साकेला कसरी पुजिन्छ भन्दा मुद्दुमको ऋषिया भन्छ। मुद्दुम धार्मिक अनुष्ठान भनेर मैले एउटा सानो व्याख्या गरेको छु। त्यो भनेको चाहिँ के हुन्छ भने अब नचुङहरूले त्यस संसार ऋषिया गाएर चाहिँ नि, ऋषिया भन्नुहुन्छ भने हाम्रो भाषामा ऋषिया भन्छ, तर खासमा त्यो चाहिँ स्वस्ति वाचन भन्छ। स्वस्ति वाचन भन्नु बित्तिकै तपाईँको के हुन्छ भन्दाखेरि सबैलाई शुभफावे होस्, राम्रो होस्, अन्नपानीको सहदेऊ होइन, सबै राम्रो होस् भन्ने कुराहरू चाहिँ नै मुद्दुम ऋषियामा आउँछ। यो अनुष्ठान हामीले साकेला पूजा गर्दा नचुङले हाम्रो खासमा त्यो भाषा त बुझिँदैन, तर खासमा अङ्ग्रेजी नेपालीमा पनि ट्रान्सलेट यहाँ दाइले दिनुभएको छ। त्यो मुद्दुम चाहिँ मसँग पनि छ क्या अलिकति। त्यसमा चाहिँ एकदमै खतरा खतरा शब्दहरू पनि युज गरेर छ। यो मुद्दुम भनेको चाहिँ तपाईँको कला पनि रहेछ हेर्नुहोस्, राजनीति शास्त्र पनि रहेछ हेर्नुहोस् होइन। यो चाहिँ नि धेरै कुरा यसमा छ क्या, जीवन दर्शन छ यसमा होइन। अब यो एकदमै भास्ट छ। यसमा चाहिँ नि अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ अब मेन चाहिँ अब इजिली भन्दाखेरि चाहिँ यो चाहिँ के हुन्छ भने जस्तो अब हिन्दू धर्म स्पेसिफिक हामी पनि अब हिन्दू नै पार्ट अफ मान्छौँ, तर यद्यपि हिन्दूको अब विशेष एउटा ग्रन्थ ऋग्वेद गीता भने जस्तै, क्रिस्चियनहरूको बाइबल भने जस्तै होइन, इजिली बुझ्दाखेरि चाहिँ मुद्दुम भनेको चाहिँ किराँत राईहरूको चाहिँ ठुलो वेद हो, त्यसरी चाहिँ बुझ्न सकिन्छ। यो चाहिँ मौखिक हुन्छ। मौखिक एकजनाबाट अर्कोमा सर्ने गर्छ, अर्कोबाट अर्को सर्ने गर्छ, र अहिलेसम्म त्यही मुद्दुमको चाहिँ नि
सर्दै सर्दै अहिलेसम्म आइराखेको छ र यसमा अलिकति मुद्दुम हराउनुको रिजन चाहिँ के छ पनि भन्नुहुन्छ भने दाइहरूले मुद्दुम चाहिँ के कारणले गर्दा लोप हुँदै जान्छ भन्छ जस्तो गुरु एकजना कोही मान्छे भयो ममा तपाईँको अब त्यो मुद्दुमा आयो अथवा नछुङको हाम्रो एउटा छोइ पनि भन्छ त्यो आयो भने जस्तो गुरुले चाहिँ आफू त गुरुै हुनु पऱ्यो नि त होइन अलिक टपमै हुनु पऱ्यो उसले नै चेलालाई त शक्ति दिने हो अथवा यसरी हिँड्ने गाइडेन्स गर्ने भनेर सिकाउने हो नि त होइन हो त्यो कारणले गर्दा गुरु माथि नै हुनु खोज्छ अरे के होइन अनि जस्तो 100वटा उसँग मुद्दुममा तपाईँको मन्त्र जानेको छ अथवा मुद्दुम जानेको छ भने उसलाई चाहिँ 99 एकजना चाहिँ ठुलो मेन चाहिँ उसले नै किप गर्ने होइन उसलाई चाहिँ 99 मात्रै दिने अरे के होइन अनि अब त्यो मान्छे त मरेर गइसकेपछि उता सक्यो होइन अनि अब त्यो मान्छेलाई त 99 आयो नि त हो त्यो पनि हो अनि दोस्रो कुरो तपाईँको अहिलेको अवस्थामा यस्तो अब हुन्छ नि यो रिचुअल गर्ने मान्छेहरू त्यति मन पराउँदैन धामी झाँक्री गर्ने मान्छे त्यति मन पराउने अहिलेको यस्तो आधुनिक जमानामा तर खासमा चाहिँ धामी झाँक्री भन्दा पनि यो बिरामी फुकेर निकाह पराउने भन्दा पनि यो मुद्दुम चाहिँ नै खासमा एकदमै संरक्षक चाहिँ नछु मात्रै रहेछ उनीहरू चाहिँ एकदमै मुद्दुमको चाहिँ नि ठुलो अब संरक्षणकर्ता रहेछ कि हामीले बुझ्दाखेरि चाहिँ र उनीहरूलाई चाहिँ कसरी आउँछ भन्दा कसैलाई अब सपनामा आउने भन्ने पनि सुनिन्छ मुद्दुम होइन कोही मान्छे अब भुइँफुटा भयो भन्छ नि त्यो चाहिँ सपनामा दिन्छ अरे कसैले चाहिँ एउटा पातमा होइन अब त्यसरी आउँछ अरे भन्ने कुराहरू पनि सुनेको अब कसैलाई चाहिँ लगेर छुट्टै एउटा ट्रेनिङ गरेर पनि त्यसरी आउँछ भन्ने कुराहरू अब धेरै कुराहरू छ अब अहिले यति नै भनौँ न त सो बेसिकली त्यस्तै हो सबै कुराहरू त्यति नै सबैको अब अन्डरस्ट्यान्डिङ डिफ्रेन्ट खालको हुन्छ होला सबैको आफ्नो पर्सपेक्टिभ्स पनि हुन्छ तर अब जे जस्तो भए पनि हामी सबै एकै हो त्यही हो मेन कुरा एनिवे ल अझ यो अब अहिले हामीले गरेको कुराहरू अझ हाम्रो कल्चरल ड्रेसमा गरे भए अझ राम्रो देखिन्थ्यो पनि होला तर हामीसँग छ कल्चरल ड्रेस पनि अनि अब एकछिनमा ड्रेस लगाएपछि अब हेरौँ के हुन्छ तिम्रो जहिले त्यस्तो प्रब्लम त होइन त्यस्तो राम्रो छ कपाल भनेर के भन्नु कस्तो भइरहेछ त साकेला एक्साइटेड हामीले गेस गरौँ न ल आज टोटल कतिजना मान्छे आउला कतिजनाले रेजिस्टरमा नाम लेख्ला टोटल लास्ट इयर भन्छ लास्ट इयर कतिजना लास्ट इयर 200 जना थियो 200 जना आई थिंक 200 थियो 150 चाहिँ छ होला आज त्यस्तै नै कति छ हुन्छ तिम्रो एक्सपेक्टेसन 150 भन्दा अलिकति बेसी 150 मेरो पनि 200 आउँछ कि योचोटि होपफुली होपफुली 200 आउँछ ल अहिले चाहिँ अब कति बज्यो 12 बज्यो दिउँसोको अब अलमोस्ट हामी अब के भन्छ प्रोग्राम गर्न सुरु हुन लागिसक्यो अब मान्छेहरू पर्खिरह सबै हामी रेजिस्ट्रेसन सबै सेटअप भइसक्यो कपडा पनि लगाइसक्यो यहाँ तपाईले हाल्छ हो हाल्छ होला नि नहाल्नु है हाम्रो वान एन्ड ओन्ली प्यारो हाम्रो खेम दाई आज के छ त अनि साकेलाको अब अलमोस्ट तयारी सक्यो फेरि आफै है सबै सेट भइसक्यो रमाइलो गर्ने अरू त्योभन्दा अरू केही पनि छैन रमाइलो गर्ने माथि रमाइलै गर्ने है त्यही त त्यही हो मेरो भनाइ 2 शब्द यहाँ अन्त्य त्यही त हाम्रो एलपी दाई यहाँ दाई के भन्नुहोस् दाई आजको साकेलाको बारे नमस्ते सबैजनालाई किराँत तथा गैर किराँत दाजुभाइ आमा बुवा सबैजनामा अब अमेरिकामा चाहिँ किराँतीहरूको पुस्तान्तरण जस्तो भनौँ न साकेला चण्डी के भन्छ अब चण्डी त भन्दैन होला साकेला तोसी पुस्तान्तरण गरौँ सिकाउँ है जति जाने छ त्यति अब विदेशी भूमिमा पनि केही गरौँ कि भन्ने एउटा उद्देश्यले सानो कार्यक्रमको आयोजना गरेको छ सबैले साथ सपोर्ट गर्नुभएको छ त्यसको लागि थ्याङ्क यू धन्यवाद ल नमस्ते वेलकम तपाईहरुलाई हामी धेरै खुसी छौँ भोजमा माइतीले नबोलाएको थियो नि यो यता दिउँ होला होइन हजुर रिना राई रिना चन्दिङ राईले Sarana, you should be here. Come on.
यहाँ म रिस्टब्यान्ड लगाइदिन्छु अनि यहाँ नाम लेखाइदिनुहोस् ल नछोडिदिनुहोस् है हामी यहाँ बेचिदिन्छौँ नि भनेर खै भाउजूहरू दाइ ए हो र भाउजू कता भाइहरूले ल्याउनु भयो नि नि भाइ सान्जी चाहिँ ए ल नमस्ते वेलकम तपाईँहरूलाई अहिले आउँदै गरेर अहिले आउँदै गर नि धमधमी हुनुहुन्छ हौ यार भेला के विधि यस्तो यार घाममा हिजो कसले नि नमस्ते 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 वेलकम तपाईँहरूलाई दिदी अलरेडी थ्याङ्क यू दिदी नमस्ते ए आउनु न यहाँ तपाईँ आतिनै पर्दैन कुरा मिलिहाल्छ नि ल हाम्रो बोजू म बोजू अँ साकेलामा आएको साकेलामा आउनु भएको छ हाम्रो वान एन्ड ओन्ली बोजू यहाँ साकेला छ 83 सालको बौलीको अँ अनि यहाँ पनि अरू सानो दिन्छ फेरि यता पनि आएको दुईतिर भ्याउनु भयो दुईतिरै भ्याएको ए ल कस्तो भइरहेछ बोजू साकेला रमाइलो है अनि नातिहरू आएर झन् रमाइलो अब नाच्नुपर्छ है नाच्नु पर्छ ल, जान्नु त जान्दिनँ ए कहाँ तपाईँहरू झन् च्याम्पियन प्रोफेसनलहरू ल खाना खानुभयो नि खायौँ ल आमा यता आमाले पनि भनिदिनु ल साकेला कस्तो भइरहेछ आमा एकदम रमाइलो है अब झन् रमाइलो अब नाच्नुपर्छ झन् रमाइलो हुन्छ अनि ल ल ल जाँदै गर्नु हामी आउँछौँ ल ल बेनाजु के छ खबर ल आजको हाम्रो साकेला भनिदिनुहोस् कस्तो के कस्तो भइरहेछ नमस्ते दर्शक सबैलाई सेवा विशेष गरी सकेला चाहिँ आज धेरै रमाइलो भइरहेछ अलिकति पोहोरको भन्दा चाहिँ केही कमी जस्तो देखिरहेछ पाहुनाहरूलाई तर पनि अब सुरुवात अब हाम्रो पाहुनाहरू आउन अझै पनि जारी छ र यस कार्यक्रमहरू चाहिँ रमाइलो भइरहेछ अब हेरौँ अब पाहुनाहरू कति आउन बाँकी छन् अझै पनि आउने क्रम जारी छ जस हाम्रो कार्यक्रम पनि सुरु हुँदैछ अब लगभग हामी कार्यक्रमको सुरुवातीमा छौँ जस भव्य र सभ्य तरिकाले हामीले कार्यक्रमलाई चाहिँ सफल पार्न सकौँ भन्ने आशा छ धन्यवाद मैले अलिकति नेपालको टिपिकल के मुन्दुममा के रिसिया हुने रहेछ भन्ने कुरा मैले अलिकति स्टडी गर्दाखेरि मैले यो लगभग धेरै वर्ष पुरानो टिपिकल एउटा मुन्दुमी रिसिया मैले प्राप्त गरेको थिएँ। यो प्राप्तसँगै मेरो हाम्रो चाम्लिङमा अलिकति रहेको छ तर म नेपालीमा पनि त्यो भन्न चाहन्छु। होतोरुङमी पर्चो पर्मा छेउ उम्छुरुङमा दायहाच्यो आसेलोना दिछुबुङमा लुङ्गुचु कोइबछोमा होठुम चोङमा च्याउ चारियो ओछ्यो भनेको चाहिँ साथी सङ्गीज्यूहरू सत्य साँचो हो है। अगेनाको मुल्की हो जिउ हो उहिलेदेखि गरी ल्याएको पूजा दिङछिङपुङ लुङछिमारीज्यूहरू तपाईँहरूको शिर राखिदिनलाई होर्छुङ चोमाज्यूहरू
चारिज्यू हौ भनेको। अब सेकेन्डमा रहेको छ रमिचिङ पमिचिङ दोकायङ्गो चारियो औ आसे खामा माने नयन कैची माना रहेन मिमुना भनेको चाहिने इष्टमित्रहरूसँगै समाजशास्त्रहरूसँगै सरसहयोगीहरूसँगै धामीको साथी सेउलेहरूसँगै ल है चारियो औ उहिलेदेखि देखेको कुरा गरिदिन्छु गरिदिएको छ। मन नदुखाऊ चित्त नदुखाऊ भन्ने हुँदो रहेछ। वाबुरिङ्गो छिबुरिङ्गो सेव सारे वाङ्ना उम्चे राङ्ना कोही बोल्लो न मानिनको उम्चेबुङ अङ्ग्रेजीमा पनि छ। साइकुना उम्चिङ हौ भनेको चाहिने चिन्डोसँगै छिबिरोसँगै कुखुराको भाले छिपिएको छ है पूजामा चढाएको छु तपाईँ साकेलाको नाममा भोग्दैछु पोलेको मासु पखेटाहरू चढाएको छु है भन्ने अर्थ लाग्दो रहेछ है।